नमस्ते नमस्कार सबैजनालाई गुड मर्निङ। म यस्तो भर्खर सुतेर उठेको, कस्तो उठ्न मन लागेको थिएन तर उठ्नु पर्यो होइन, किन आज मैले मार्केट जान सोचेको छु र केही भ्लग बनाऊँ, तपाईँहरूलाई मार्केटको बारेमा अलि जानकारी दिउँ भनेर सोचिरहेको छु होइन। अब अलिकति उठ्नु पर्यो होइन। गाइस हेर्नु, म उठिसकेँ। अब त्यसपछि सोचिरहेको छु के गर्नु, 2 मिनट पर्खौँ है। अब म ड्रेस के लगाऊँ भनेर सोचिरहेको छु, अलिक कन्फ्युज छु। अब कुन ड्रेस लगाएर जाऊँ, किनभने यो वान पिस मैले निकालेँ, वान पिस लगाएर जानुपर्ने सोच बनाएको छु। अब म यस्तो रेडी भएँ गाइस हेर्नु। रेडी भइसकेपछि अब कस्तो देखिरहेछ म, पछाडि यो रिबन लगाएको होइन। रिबन लास्ट चाहिँ मन परेको थियो मलाई, रिङ पनि मन पऱ्यो। यो घडी मम्मीले दिएको घडी पनि लगाएँ, औँठी नि लगाएँ र हातमा ब्रासलेट पनि लगाएँ र कालो चस्मा ढल्काएर अब कस्तो देखेको छु म गाइस, तपाईँहरू कमेन्ट गरिदिनु होला। म अब ओल्सुक आइपुगेँ होइन। अब ओल्सुकमा म हजुरलाई केही सानोतिनो मार्केट देखाउँदैछु होइन। यो हजुरको एमआरजीको छेउमा भएको मार्केट हो होइन। यो मार्केटमा हजुरलाई एकदम सस्तो सामानहरू पाइन्छ। 500 फिल्स 1 केबीमा हजुरहरूले ब्यागहरू, छाताहरू पाइन्छ। यो छाता जुन बेबीको छ यो 500 फिसमा हो। अनि यो जुन न्यू चस्मा आएको छ है, चस्मा पनि हजुरलाई 500 फिसमा दिन्छ। लास्ट चाहिँ मन पऱ्यो चस्मा, तर मैले सोचेँ कि 500 फिस अहिले नसकाम भनेर त्यसैको लागि नलिएको होइन। अब यो चाहिँ यस्तो रुम सजाउनको लागि हो। अनि यहाँ भाइहरूलाई भनेको अलिक फोटो क्लिक गरिदेऊ न। अनि यो जुन हात्ती छ नि, यो हात्ती मैले सोचिरहेको छु मेरो बोयफ्रेन्डलाई गिफ्ट दिउँ भनेर होइन। मेरो बोयफ्रेन्ड पछि बिहे गर्ने आउँदा यही हात्तीमा चढेर आउँछ। अनि त्यसपछि हजुरको यहाँ डलहरू हेर्न सक्नुहुन्छ। अनि यो हजुरको यो कन्ट्रीको सायद केही छ होइन, एकदम मन पऱ्यो। तर यसको बारेमा खासै मैले जान्न पाइनँ के हो। यो डलहरू पनि हेर्न सक्नुहुन्छ, एकदम धेरै राम्रो पाइन्छ। यो हजुरको एमआरजीको छेउमा छ नि। यो मैले लिपस्टिक किनेँ होइन। लिपस्टिक चाहिँ हजुरको एकदम राम्रो ब्रान्डेडको छ, 3 केडीमा मैले पाएँ। अनि यो जुन गाडी छ नि, यो मेरो भाइले गाडीको ढोका बन्द र खोल्ने काम गरेको छ। उसलाई चाहिँ यहाँ जब दिउँ भनेर सोचिरहेको थिएँ, तर यहाँको साउले चाहिँ भन्यो कि जब प्याक छ, त्यसैको लागि जब दिनु मिल्दैन। त्यसपछि ठिकै छ, अब हामीले के गरौँ भनेर सोचेको। अनि त्यसपछि हामीले यहाँ यस्तो कपाल हेर्न थाल्यो। अनि यो कपाल लगाउँ सोचेको, तर फेरि दोकानेले गाली गर्ला कि भनेर कपाल नलगाएको होइन, त्यत्तिकै छोडिदिएको। त्यसपछि क्याप हेर्न मन लाग्यो, क्याप यस्तो हेरेँ तर टाउकोमा लगाउन चाहिँ डर लाग्यो नलाग्यो। अनि त्यसपछि सोनपरीको छडी पाएँ। अनि यो छडी लिउँ जस्तो लाग्यो। फेरि सोचेँ आफू बच्चा होइन, ठुली भइसक्यो, अब के लिनु भनेर। अनि यहाँ बर्थडे भनेर बर्थडेको गिफ्ट लगाइदिएँ। अनि यो चाइनिज मैले पङ्खा पाएँ, तर यो पङ्खाको हावा एकदम राम्रो चाहिँ हजुरको 250मा दिन्छ। आई मिन यताको 250 है, कुवेतको। तर धेरै राम्रो छ, हावा एकदम मिठो आउँछ गाइज। त्यसपछि यो पर्स हेर्न गएको, तर पर्स मलाई खासै त्यस्तो राम्रो लाग्यो, तर राम्रो पनि छ होइन। मलाई चाहिँ खासै मन परेन। अब हजुरहरूलाई मन पर्न सक्छ। एकचोटि आउनु होला, एमआरजीको छेउमा चाहिँ यो मार्केट भिजिट गर्न। नाम मैले मार्केटको बिर्सेँ होइन, खासै याद भएन। यो लकेटहरू पनि पाइन्छ हजुरको, सेन्टहरू पनि एकदम राम्रो। यो सेन्ट त हजुरको एमआरजीमै पाइन्छ है, सेन्ट चाहिँ अरूतिर नजानुलाई एकदम राम्रो पाइन्छ होइन। त्यसपछि यो लुगाहरू तपाईँको देखेँ, तर खासै लिनु मन लागेन मलाई। यो औँठीहरू रिङहरू पनि पाइन्छ होइन, आउन सक्नुहुन्छ तपाईँहरू लिनको लागि। अनि हजुरलाई म जुत्ता लिन गएँ आफ्नो साइजको, तर मेरो साइजको जुत्ता पाउन चाहिँ मलाई लास्टै गाह्रो भयो होइन। अनि ब्ल्याक जुत्ताहरू, तर गर्मी लास्टै हुन्छ क्या कुवेतमा। अनि के ल्याएर जाउँ नजाउँ, यो एमआरजीको तल चाहिँ यो छ हजुरको होइन, जुत्ताहरू एकदम राम्रो पाइन्छ। हजुरहरूले चाहेपछि लिन सक्नुहुन्छ। यो चाहिँ मेरो भाइ हो होइन, यो भाइ यही काम गर्छ होइन। अनि यो भाइलाई रेटहरू सोधेर त्यो कस्तो उल्टो रेट भन्दै थियो, बिचरालाई गाह्रो छ यहाँ काम गर्न। गाह्रो त के भन्नु, राम्रो छ होइन। अब यिनीहरूलाई चाहिँ गाह्रो लाग्छ होला, भर्खरै केटाहरूलाई चाहिँ काम गर्ने के सजिलो राख्नु भनेर। त्यसपछि हजुरको यही चप्पल हेर्न आयो। अनि यस्तो चप्पल पनि लिउँ भनेर भनेको, तर खासै मनै परेन केही नै। मलाई खुट्टा सानो भएर मलाई त्यस्तो खासै केही मन पर्दैन। अनि गाइज ल, अब यो लास्टै हो मेरो होइन। त्यसपछि तपाईँहरू एकचोटि आउनु होला। यो मेरो प्यारो भाइ छ, यो भाइ चाहिँ अलि लास्ट टाइम मजाक गर्छ होइन, त्यसैको लागि मसँग जिस्किरहेको थियो। ल गाइज प्लिज तपाईँहरू चाहिँ सब्सक्राइब गर्न र यहाँ मेरो अपलोड गर्न चाहिँ नबिर्सिनु होला। प्लिज तपाईँहरू सेयर गरिदिनु न, मेरो भिडियो राम्ररी हेर्नु होला है गाइज। बाई बाई, सबा खियर, गुड नाइट।